नपाए आत्माका मर्छ नरकको भट्टीमा। येशूको बाणी सुन न साथी, समय हुँदा नै दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। ज्ञानी र मूर्ख, गरीब र धनी नमर्नेको छ र। ज्ञानी र मूर्ख, गरीब र धनी नमर्नेको छ र। प्राण गएपछि साँचो नेबाट को हुन्छन् र। प्राण गएपछि साँचो नेबाट को हुन्छन् र। येशूको बाणी सुन न साथी, समय हुँदा नै दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। म दिन्छु शान्ति, उद्धार र मुक्ति, प्रभुको बाणी छ। म दिन्छु शान्ति, उद्धार र मुक्ति, प्रभुको बाणी छ। यही प्रभुमाथि विश्वास गरी उद्धार पाउनु छ। यही प्रभुमाथि विश्वास गरी उद्धार पाउनु छ। येशूको बाणी सुन न साथी, समय हुँदा नै दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। साथै यो भजनले Christ
मिल्ने हो, माटोमा मिल्ने हो। हामीले यस्तो भोग्न बाध्य बनायौँ है। तर के गर्नु, एकैचोटि भयो। अब श्रीमतीको पनि र अनि श्रीमानको एकैचोटि चाहिँ त्यो घटना हुनु पुग्यो, के गर्ने? अब दैवलाई कसैले टार्न सक्दैन है। श्रीमतीको खुट्टा भाँचिएको क्रममा चाहिँ श्रीमानले चाहिँ जसरी हुन्छ आफ्नो श्रीमानले त बचाउनु पर्यो भन्ने भनाइमा चाहिँ उहाँले चाहिँ आफ्नो श्रीमतीलाई चाहिँ 2-4जना मान्छेहरूले बोलाउनु भयो र अनि गाडीमा चढाएर चाहिँ हस्पिटल लानु खोज्दाखेरिमा चाहिँ श्रीमतीले उठाउँदाखेरिमा उहाँको छातीमा चाहिँ पहिल्यैबाट चाहिँ उहाँको चाहिँ अब रोग रहेछ है, त्यो मुटुको समस्या रहेछ। तर उहाँले त्यति ख्याल नगर्नु भएको रहेछ, किनकि अब यो मुटुको समस्या भन्ने कुरो अलिअलि दुख्ने अनि फेरि सन्चो हुने भएको कारणले गर्दाखेरि उहाँले चाहिँ त्यति ख्यालै नगर्नु भएको रहेछ क्या, आफ्नो चाहिँ ख्याल नगर्नु भएको रहेछ। अनि एकैचोटि चाहिँ उहाँलाई चाहिँ त्यो बद्रपात, श्रीमतीको बद्रपात आउँदाखेरिमा चाहिँ उहाँ एकैचोटि चाहिँ हट्याक हुन पुग्नु भएछ क्या, पुग्नुभयो। अनि त्यस कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ श्रीमतीलाई हस्पिटल लिएर लानु पर्यो। अब आफू नै एकदमै सिरियसै हुनुभएको छ है। अनि उहाँ श्रीमतीलाई उपचार गर्ने हो कि आफ्नो उपचार गर्ने हो भने जस्तो त्यस्तो समस्या आयो उहाँलाई। र विश्वासी जन, विश्वासी परिवार यस्तै शोकाकुल घडीहरूमा, अप्ठ्यारो समयहरूमा कसैलाई गुमाउँदाखेरि हामीलाई पनि एकदमै दुःख लाग्छ। तर अचम्मको कुरो, हामीले चाहिँ प्रभु येशूमा आश राख्ने व्यक्तिहरू भएको कारणले गर्दा हाम्रो अन्तिम चाहिँ होइन भने भित्र एउटा भरोसा चाहिँ सधैँ पनि हुन्छ। यस कारणले आज उहाँको परिवारजन आउनुभएको छ अनि साथीहरू आउनुभएको छ। तपाईँहरूलाई धेरै स्वागत छ। अनि आज हाम्रो कसैको दाजु होला, कसैको दाइ हुन सक्नुहुन्छ, मामा काका हुन सक्नुहुन्छ। उहाँले चाहनुभएको कुरा चाहिँ आज एकछिन भए पनि सुनिदिनु भयो भने यही नै तपाईँहरूको तर्फबाट ठुलो श्रद्धाञ्जली हुनेछ। यो समयमा के भन्नु चाहनु भएको रहेछ मेरो दाजुले, मेरो बाबाले के भन्नु चाहनु भएको रहेछ, दाइले के भन्नु चाहनु भएको रहेछ, यो मजाले सुनिदिनु भएर यो कुरालाई बुझिदिनु भयो भने आज आउनुभएको यो समय चाहिँ तपाईँले दिनुभएको समय चाहिँ अर्थपूर्ण हुन जान्छ, अर्थपूर्ण हुन जान्छ। र यस कारणले म एउटा धर्मगुरुको हैसियतले पनि परमेश्वरको वचनबाट हामी सबैजनामा आशाको वचन चाहिँ छर्नु नै पर्ने हुन्छ। यो मेरो कर्तव्य हो। परमेश्वरले हामी विश्वासीहरूलाई, सारा संसारलाई प्रेम गर्नु भएर स्वर्गको ढोका खोलिदिनु भएको छ। म धेरै व्यक्तिहरूसित कुरा गरेँ। म, मेरो श्रीमती, हाम्रो कामले मानिसहरूसित काम गर्ने हो। धेरै विभिन्न व्यक्तिहरूसित हामी कुरा गर्छौँ। धनी, गरिब, बुद्धिजीवी, पढालिखा, कहिले नपढ्नु भएका धेरैसित हामी बोल्छौँ। त धेरैको मनमा चाहिँ के कुरा हुँदो रहेछ भने मर्नु नपरे कति राम्रो भन्ने खाले कुरा धेरै सुन्यौँ हामीले। मर्नु नपरे कति राम्रो। अनि यो कुरालाई पुरा गरिदिने, यो इच्छालाई पुरा गरिदिने चाहिँ परमेश्वर स्वयं आउनु भएको छ। हामीले बुझ्नुपर्छ। अनि त्यो परमेश्वरको नाम चाहिँ येशू हो, प्रभु येशू हो। उहाँले अचम्मको कुरा गर्नु भएको छ। हेर्नुहोस्, अहिले हाम्रो अङ्कलले है, हाम्रो काकाले उहाँको जीवन भरोसा राख्नु भएको छ प्रभु येशूमा। र यो भरोसा, विश्वास भन्ने शब्दहरू धेरै सुन्यौँ अहिले बसेर हामी कुरा गर्दाखेरि। अहिले यो समयमा हामी कसैलाई पनि विश्वास गर्न सक्दैनौँ प्रिय। कसैलाई विश्वास गर्न सक्दैनौँ, कसैमाथि हामी भरोसा गर्न सक्दैनौँ। आफ्नो आफन्तमा पनि भरोसा गर्न सक्दैनौँ, बालबच्चामा पनि भरोसा गर्न सक्दैनौँ। झन् अहिले अब हाम्रो देशकै अवस्था हेर्दा केमा पनि भरोसा गर्न हामी सक्दैनौँ। तर खुसीको खबर यो हो कि परमेश्वर प्रभु येशू ख्रीष्ट सृष्टिकर्तामा चाहिँ हामी निर्धक्क भएर भरोसा गर्न सक्छौँ। यस कारणले आज उहाँको श्रद्धाञ्जली यो सभामा हामी भेटघाट हाम्रो भइरहेको छ। हामी यता भेला भएका छौँ। यो दुःखको कुरा पनि हो, तर हामी विश्वासी भएको कारणले गर्दा येशूमा विश्वास गर्नेहरूले चाहिँ यो दुःखको कुरामा, यो शोकमा साथसाथ खुसीको आँसु पनि हुन्छ। आज चाहिँ हामी धेरैजना रुने छौँ। अब धेरै भावुक पनि भइन्छ, धेरै जनाको आँसु पनि पोखिला। तर यो आँसु चाहिँ दुईटै किसिमका आँसुहरू हुनेछ। शोकको, दुःखको र खुसी र हर्षको र धन्यवादका आँसु पनि हुनेछ। दुःखको आँसु किनभने अब हामी उहाँलाई यही शरीरमा हामी भेट्ने छैनौँ। दुःखको आँसु किनभने अब अर्को शनिबार उहाँसित हामी सङ्गति गर्न पाउँदैनौँ।
तर खुसीको आँसु, किनभने एक दिन येशूको कारणले गर्दा हामी फेरि पनि भेट्नेछौँ। यो आशा छ, हाम्रो ठुलो आशा छ। यस कारणले हामी विश्वासीहरू जसलाई चाहिँ प्रभु येशूले मुक्ति दिनुभएको छ, हामी चाहिँ अब चाहिँ अन्तिम विदाई होइन, तर अब नयाँ संसारमा फेरि पनि भेट्नेछौँ भनेर हामी विदाई गर्छौँ। यो हाम्रो कुरा चाहिँ यो ठुलो फरक छ। अब हामी मर्नु पर्दैन। वचनमा के लेखेको छ नि, अब बाइबलमा मर्कुस 8:36 तपाईले खोलेर हेर्नुभयो भने प्रभु येशूले के भन्नुभएको छ भन्दाखेरि, यदि कोही व्यक्तिले संसारै जिते तापनि आफ्नो प्राण गुमायो भने उसलाई के लाभ? संसारै जिते तापनि, अरबपति नै भए तापनि उसको प्राण गुमायो भने के लाभ? है, एक दिन हामी सबै यसरी नै जानेछौँ नि, होइन? कसैलाई बाकसमा हालिन्छ, कसैलाई कता गइन्छ, के हुन्छ। त्यही भएर आज हामी जतिजना छौँ, एकछिन हामी आफ्नो हतार जीवनलाई, हतारपनालाई एकछिन थाँती राखेर, रोकेर एकछिन विचार गरौँ। एक दिन मेरो अवस्था पनि यस्तै हुनेछ भनेर विचार गर्नैपर्छ प्रिय। अहिले म बलियो छु भने जति घमण्ड गरे पनि एक दिन यस्तै नै शक्ति सिद्धिएर हामी खराखुर हुने नै छौँ। यस कारणले यो कुरा हामीले बुझ्नुपर्छ। स्वर्गको परमेश्वरले हात दिनु हुँदैछ प्रिय। अनि हाम्रो नारायण काकाले त्यो स्वर्गको परमेश्वरको हात समात्नु भएको कारणले गर्दा आज उहाँ चाहिँ असल ठाउँमा पुगिसक्नु भएको छ। अनि यो दन्त्य कथा होइन। धेरैजनाले स्वर्ग देखेर नर्क देखेर आइसकेर धेरैले गवाईहरू दिएको छ। कतिले भन्छ कसले स्वर्ग देखेको छ र कसले नर्क देखेको छ, धेरैले देख्नु भएको छ। एउटा त्यस्तै व्यक्ति, नजिकको व्यक्ति पोखरामै पनि हुनुहुन्छ, अहिले उहाँ बाहिर जानुभएको छ। हाम्रै घरमा मेरै बाबाले पनि मरिसकेर फर्केर आउनु भएको व्यक्ति हुनुहुन्छ। अनि येशूले नयाँ जीवन दिनुभएको। स्वर्ग र नर्क चाहिँ छ, साँच्चीकै छ। अनि आज उहाँ चाहिँ येशूको कारणले गर्दा स्वर्ग जानुभएको छ, किनभने येशू चाहिँ स्वर्गको राजकुमार हुनुहुन्छ। अनि आज जति पनि परिवार र साथीहरू आउनुभएको छ, आज तपाईँले आफ्नो प्रिय दाजु, प्रिय काका, प्रिय बाबालाई असल श्रद्धाञ्जली टक्राउन चाहनुहुन्छ भने उहाँले भरोसा गर्नुभएको परमेश्वरको सन्देशलाई मन दिएर सुनिदिनु होला। यसले चाहिँ असल श्रद्धाञ्जली तपाईँहरूबाट आउनेछ। परमेश्वरले, येशूले भन्नुभएको आफ्नो प्राण बचाउने व्यक्ति चाहिँ सबैभन्दा बुद्धिमानी काम हो। संसार हात पार्यो भने, प्राण गयो भने के काम भयो त? केही पनि हुँदैन। अनि यस कारणले तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ, प्रभु येशू बाहेक अरू कसैले पनि हामीलाई बचाउन सक्दैन। किनभने स्वर्गको सृष्टिकर्ता मानिसको रूपमा आउनु भएर तपाईँ र मेरो पापको लागि मर्नु भएर मृत्युलाई जितेर फर्केर आएर उहाँमा मुक्ति जितेर आउने चाहिँ प्रभु येशू बाहेक अरू कोही पनि हुनुहुँदैन। हामी सबैजना, हामी कोही पनि शुद्ध र पवित्र छैनौँ। हामी कोही पनि पाप नगरेका व्यक्तिहरू छैनौँ। कारण हामी कसैको पनि मन सफा छैन। यो त को छ जसले भन्नु सक्छ एकदमै निर्धक्क भएर मेरो मनमा अलिकति पनि नराम्रो कुरा छैन, मेरो मन चाहिँ निर्मल, निश्चल र पवित्र मन छ भने को छ यता भन्ने? एउटा बच्चाले पनि भन्न सक्दैन। त्यो के हो? मन कालो, मन सफा हुनु नसकेको चाहिँ त्यो पाप हो प्रिय, पाप हो। र पाप भएको कारणले गर्दा प्रत्येक व्यक्ति बुढो हुँदैछ। पापले मृत्यु लिएर आउँछ प्रिय। र मानिस जाति किन बुढो हुन्छ? एउटा बच्चा पनि बुढो हुँदैछ, त्यो पाप लागेको प्रिय, पाप लागेको। अनि पाप लागेको, मन निर्मल नभएको व्यक्तिहरू चाहिँ स्वर्ग कहिल्यै जान सक्दैन। बाहिरबाट हामीले जति नै राम्रो गर्यो भने त्यो व्यक्ति बुढो भइरहेको नै हुन्छ, त्यसको मतलब पापले छोडेको छैन उसलाई। हो, त्यही भएर तपाईँ र मेरो बाहिरबाट जति नै हामीले राम्रो काम, धर्म, कर्म गर्दा पनि हामीलाई बचाउन सक्दैन, किनभने मन त पापीको पापी नै छ। हो, यस कारणले तपाईँ र मलाई चाहिँ सृष्टिकर्ताबाट नै क्षमा चाहिन्छ। सृष्टिकर्ताले नै हाम्रो पापलाई मिना गरिदिनु पर्छ। सृष्टिकर्ताले नै हाम्रो नराम्रो कुरालाई चाहिँ माफी दिनुपर्ने हुन्छ। अनि उहाँ सृष्टिकर्ता चाहिँ प्रभु येशू हुनुहुन्छ प्रिय। यसरी मैले कतै पनि भेटाएन जसले चाहिँ आएर म तिमीलाई प्रेम गर्छु भन्ने शक्तिशाली परमेश्वर अरू कोही पनि छैन, खालि प्रभु येशू मात्रै हो। म तिमीलाई आमाको गर्भमा आउनुभन्दा पहिलाबाट चिनेको व्यक्ति म हुँ भन्ने अरू कसैले भनेन। मैले तिम्रो लागि असल ठाउँ राखिदिएको छु, असल भविष्य राखिदिएको छु, म तिमीलाई प्रेम गर्छु भन्ने अरू कोही पनि आएन प्रिय, कोही पनि आएन। तर एकजना मात्रै हुनुहुन्छ जसले चाहिँ यो सबै कुरा गर्नुभयो, उहाँ चाहिँ हुनुहुन्छ प्रभु येशू हुनुहुन्छ, प्रभु येशू। यस कारणले उहाँले यूहन्नाको 11 भन्नुभएको छ बाइबलमा, मलाई विश्वास गर्नेहरू मरे तापनि ऊ जीवित हुनेछ।
यसकारणले आज हामी आशाको वचन बाँड्दैछौँ। यसकारणले कि म आज निर्धक्क भएर आशाको शब्दहरू म बोल्नु सकिरहेको छु, किनभने येशूले नै भन्नुभएको छ उहाँमा विश्वास गर्नेहरू मरे तापनि जीवित हुनेछ। अनि आज उहाँले चाहनु भएको आफ्नो साथीभाइहरू र आफन्तजनहरूले पनि मृत्युबाट पनि विजय दिने परमेश्वरलाई चिनेर मेरो आफन्त मेरो साथीहरूले पनि अगाडि पैसाहरू केही पनि चाहिँदैन प्रिय। अनि अघि भनेको छ नि म नै फोहोर भएको कारणले गर्दा हामीमा मृत्यु लागेको छ र बाहिरबाट हामीले सेतै कपडा लगाएर रात दिन नुहायौँ भने मन त कालोको कालै छ प्रिय सबैको। हामी कोही पनि उम्किन सक्दैनौँ। अनि मुक्तिदाता चाहिँ प्रभु येशू मात्रै हुनुहुन्छ। यसकारणले हामी विश्वासीहरू इसाईहरू हामीले धर्म बदली गरेको होइनौँ प्रिय। हामीले धर्म छोडिदिएको, धर्म काम लागेन हाम्रो लागि, धर्मले काम गरेन। मलाई पनि बचाउनु सकेन धर्मले, मेरो बाबालाई पनि बचाउनु सकेन धर्मले, हामी कसैको पनि मन सफा गर्नु सकेन, घमण्डलाई फाल्नु सकेन। अनि धर्म त्यागेर चाहिँ परमेश्वरसँग हामीले सम्बन्ध गाँसेको हौँ। परमेश्वर प्रभु येशू आउनु भएर सृष्टिकर्तासित उहाँले सम्बन्ध दिनुभएको प्रिय हो। इसाईबाट चाहिँ परमेश्वर सृष्टिकर्तासित सम्बन्ध गाँच्नु हो, जीवनसित सम्बन्ध गाँच्नु हो। धर्म बदली गरेको होइन, धर्म त्यागिदिनु हो। काम लाग्दैन धर्म, तर सृष्टिकर्तासित सम्बन्ध गाँस्यो भने, सृष्टिकर्ताको घरानाको हामी मानिसहरू बन्यो भने चाहिँ अनन्त जीवन हामी पाउँछौँ। येशूको सन्देश त्यही नै हो, येशूको सन्देश त्यही नै हो। यस कारणले त प्रिय प्रभु येशूले के भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हो। हामी धेरै व्यक्तिहरूको कविताहरूमा सुन्छौँ, लेखहरूमा हामी देख्छौँ कता छ बाटो, सत्य भनेको के हो, जीवन भनेको के हो। तर प्रभु येशूले भन्नुभएको छ बाटो पनि सत्य पनि र जीवन पनि म नै। हालिदिनु भएको छ अगाडिदेखि हेरेर त्यो फोटोबाट सुरु गर्नु अनि ठ्याक्कै गरेर
भजन गाउने यता आउनु पर्यो अरे कसले भजन गाउने यता आउनु पर्यो वरिपरि हुन्न भजन गाउन सक्दियो भन्ने हामी इच्छा गर्दैनौँ र तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक गर्नु पनि नपर्छ। हाम्रो त आशा छ, किनभने हामी एक दिन भेट हुन्छ। यो संसारमा हामी अघि पछि भए तापनि हाम्रो अनन्त घरमा हामी सँगै हो। अहिले मरेर जाने र पछि मर्ने एकैचोटि परमेश्वरको सवारी हुँदा हामी सँगसँगै परमेश्वरको पछि पछि हामी स्वदेशमा जान्छौँ। अनि त्यही भएर नै यहाँ भन्दैछ, तर भाइ हो सुतिगएकाहरूको विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्छौँ। हामी अजानमा छौँ, हामी अजानहरू हौँ नभनौँ भने त्यो नगरौँ। तर तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक पनि गर्न नपरो। आशा नहुनेले मात्रै हो शोक गर्ने। कठै गरी मेरो बा मेरा आमा यस्तो छु त्यस्तो छु अनि आज यसरी छोडेर गयो बिलाप आलाप गर्छ नि। माटो म ठिक छ नि है? ठिक छ, ल एकदम ठिक छ। अब म टेकिने काम बाबुले गर्नुहुनेछ। ल म अब आफन्तहरूले दिनुहोस्, तपाईँहरू नातागोताहरू आफ्नो आफन्तहरूले हतै ढुङ्गा होइन त्यो बालुवा दिनु, बालुवा माटो दिइहाल्छ त्यति नै। उहाँको आफन्तहरूले दिइसकेपछि अब हामीले पनि दिँदा हुन्छ।